यसरी हुर्काउँदैछु चल्ला हुर्काउन एकदमै गाह्रो छ लोकल कुखुराको कुखुरा चाहिँ यसरी अब आज काट्ने चाहिँ अब जम्मा 30वटा कटिङ हुँदैछ आज भाले यो प्योर लोकल भाले हो अनि यस्तो छ अन्डा पार्ने पोथीहरू अन्डा पार्दैरहेको यहाँ सबै कटिङमा जाने हो यसरी भालेहरू देख्नुभयो नि अन्डा पनि पारेको छ प्योर लोकल हो अनि यहाँबाट चाहिँ यो कुखुरालाई चाहिँ हामी यसरी छोड्छौँ यता जान्छ अनि यताबाट गएर यतातिर चढ्छ अनि यतातिर दिनभर यतातिर चढ्छ यस्तो छ कुखुरा चरनहरू चाहिँ प्योर अर्ग्यानिक हो कुखुरा पलाई पनि अर्ग्यानिक टाइपको छ यतातिर चढ्छ दिउँसो चाहिँ अनि बेलुका चाहिँ खोरभित्र यसरी हालिन्छ यता टनेला छ अनि यहाँबाट चाहिँ सट्टै बेलुका चाहिँ यतातिर चढ्छ कुखुरा चाहिँ यस्तै छ है हजुर प्योर लोकल है अनि यो चाहिँ वेटमा बिक्री गर्नु सकिँदैन रहेछ यो कुखुरा एकदम वेटमा बेच्दाखेरि चाहिँ घाटा लाग्ने रहेछ यो प्योर देशी हो लोकल कुखुरा यो चाहिँ अब म्याक्सिमम वेट भनेको चाहिँ 2 केजी 2.5 केजी भन्दा ज्यादा ठुलो हुँदैन यो कुखुरा अनि यहाँ पनि यो हचुवाको भरमा नै बिक्री गरिन्छ कुखुरा चाहिँ यी कुखुराले अन्डा चाहिँ यसरी पार्दैछ यो चाहिँ अब आज काट्नु लागि जम्मा 30वटा कुखुरा काट्नुपर्ने छ आज यो हङकङको लागि अरू पनि अब डिमान्ड आइरहेछ गाउँतिर गएर आउँछन् मान्छेहरू यतातिरको थाहा पाउनेहरू अनि उनीहरूले हचुवाको भरमा नै लान्छन् यी चल्लाहरू यहाँ हुर्किँदैछ हाम्रो चरनहरू चाहिँ यतातिर हुन्छ चढ्छ कुखुराहरू अब अहिले एकछिन छोडेपछि भालेहरू यसरी चढ्छ चरनमा यतातिर आउँछ अनि यतातिर चढेर बस्छ आहा यतातिरै चढ्छन् डल्ले खोर्सानीहरू त सब्जी बारीहरू त्यो कुखुराले त्यो रायो साग त खर्सा छ अब छोपिहाल्नुपर्छ यसलाई यो नभई अब अहिले छोडी पठायो भाले यस्तो छ यतातिर चढ्छन् यतातिर यो टमाटरको मुनि मुनि चढ्छ यसरी सबैजना नमस्कार है हजुरहरू माथि कञ्चनजङ्घा हिमालतिर घुमेर आएको भेडाहरू यो अब हङकङ जान रेडी भयो है अनि यो साथसाथै बाख्रा खसी पनि आएको छ एकदम दामी छ बलियो छ ल हजुरहरूले अब यसो हङकङतिर अर्डर भयो भने चाहिँ भन्नु होला फेरि अब भेडाहरू र खसीहरू फेरि पर्सि आइपुग्दैछ अर्को यो चाहिँ मङ्गलबार उता चढ्दैछन् अनि अर्को चाहिँ अब मङ्गलबार शुक्रबारतिर बिहिबार अर्को मङ्गलबारतिर मात्रै चढ्छ होला या शुक्रबार चढ्छ यिनीहरू चाहिँ मङ्गलबार अब हङकङ जाँदैछन् मङ्गलबारको फ्लाइटमा अनि यस्तै छ अनि हामीसँग चाहिँ एकदम प्योर अर्ग्यानिक मात्रै हुन्छ सामानहरू अनि अब म हजुरहरूलाई फेरि लोकल भालेहरू पनि म देखाउँदैछु अहिले यसो यतातिर चरनमा चढ्छ यतातिर चढ्छ प्योर अर्ग्यानिक छ तर हाम्रो भालेहरू चाहिँ वेटमा चाहिँ नहुने रहेछ वेटमा चाहिँ हामीलाई घाटा लाग्ने रहेछ यो चाहिँ यहाँ हचुवाको भरमा नै बिक्री हुन्छ यस्तो छ कुराहरू यी भालेहरू यस्तो टाइपको छ यस्तो छ भालेहरू चाहिँ यसले सक्दैन हो आइज अब म हजुरहरूलाई पर देखाउँदैछु है अब हङकङ मङ्गलबार जानेहरूलाई चाहिँ